ओखथली फाँट भनेर चिनिन्छ। अङ्कलहरू धेरैचोटि जानुभएको छ त्यहाँनिर। अनि त्यहाँनिर बस्छु म। अनि केही समय अगाडिदेखि चाहिँ म मलेसियामा थिएँ। मलेसियामा परमेश्वरको अनुग्रहले म एउटा चर्चलाई मात्रै हेर्न गएको थिएँ। अनि म अङ्कललाई एकदमै त्यसको लागि आदर पनि गर्छु होइन, किनभने मभन्दा उमेरमा पनि अग्रज हुनुहुन्छ, थुप्रै सेवाकाईको अनुभवमा नि अग्रज हुनुहुन्छ। सेवाकाई गर्न धेरै गाह्रो प्रियहरू। त्यही माथि एउटा अगुवा बनेर भेडाहरूको रेखदेख गर्ने काम चाहिँ धेरै चुनौतीपूर्ण थियो। तर परमेश्वरले यसरी आशिष थप्दै लानुभयो। मैले 3वटा चर्चमा पास्टर सेवाकाई गर्ने त्यो मौका र अवसर पाएँ। म प्रभुमा धेरै धन्यवादी छु। अनि अहिले मेरो घरको अलिअलि परिस्थितिहरू अनि मेरो मम्मीको स्वास्थ्यको कारणले गर्दाखेरि चाहिँ म फर्केको। वास्तवमा म कम्प्लिटमै फिनिसमै फर्केको। तर उहाँहरूले चाहिँ अहिले मलेसियाको इमिग्रेसन बन्द भएको भएर चाहिँ आइदिनुहोस् होइन, मलेसिया हामीले नेपालबाट कुनै मान्छेहरू ल्याउन पाउँदैनौँ भनेर चाहिँ अनुरोध गरेको भएर प्रार्थना गरौँ। 6 महिनाको समय दिनुभएको छ मलाई। अनि म साजेससँग अस्ति बोल्दै थिएँ, साजेस म आएँ भेट्नुपर्छ भनेर। अघि उहाँले भन्नुभएको थोरै कुरालाई फेरि दोहोऱ्याउँछु। हजुरहरूको मण्डलीको पास्टर बुवा अनि पास्टर आमा उहाँहरूलाई म धेरै अगाडिदेखि चिन्छु। हामी त सानै थियौँ, अब चिन्छौँ भन्दा नि उहाँहरूले चाहिँ हामीलाई चिन्नुहुन्छ वास्तवमा होइन। अनि बेथेल चर्चमा हामी सँगै हुर्क्यौँ। अङ्कलहरू घरेलु सङ्गतिमा पनि आउनुहुन्थ्यो। हजुरहरूको पास्टर बुवा अनि मैले आदर गर्नुपर्ने पास्टर रुबेन अङ्कल अनि आन्टी अनि तपाईँहरूको डिकन एल्डरजी होइन। एल्डरजीसँग त अघि उहाँले भनिसक्नु भएको छ। हामी सन्डे क्लासमा पनि सँगै थियौँ, प्रिटिनमा पनि सँगै थियौँ, युथमा पनि सँगै थियौँ। अघि हाम्रो मित्रले भन्नुभयो बाटो फरक भयो भनेर। बाटो फरक भएको छैन मित्र, बाटो एउटै हो, किनभने यसो मात्रै बाटो हुनुहुन्छ। हाम्रो कलेज फरक भएको हो क्या। उहाँ कलेज एउटा अर्कै कलेजमा पढ्नुभयो अनि म चाहिँ नक्कीबोर्डको कलेजमा पढेँ। अनि अघि उहाँले भने जस्तै मलाई पनि एकदम गर्व लागेको छ। साथी पनि आज त्यही मार्गमा हुनुहुन्छ, त्यही उद्देश्यमा, त्यही डेस्टिनेसनमा हामी अगाडि बढ्दैछौँ। अनि म पनि त्यही छु। अनि उहाँ पनि सेवाकाईमा हुनुहुन्छ, म पनि सेवाकाईमा छु। अलिकति फरक भनेको साथीको 3वटा नानी भइसक्यो, मेरो चाहिँ बिहे भएको छैन होइन। अलिकति फरक चाहिँ त्यो छ। तर धेरै धेरै मलाई उहाँले लिङ्क पठाइदिइराख्नुहुन्थ्यो। अनि हजुरहरूको त यो युट्युबमा जाने रहेछ। म अनि युट्युबबाट हेरेर धेरै मिस गर्थेँ। अनि उहाँले त्यही क्रममा त्यही युट्युबमा एउटा वचन भन्ने क्रममा चाहिँ निशान दाईको नाम खुलाउनु भएको थियो। अनि मलाई एकदम क्या त्यो आफ्नो प्रिय र अनि त्यो पुराना विगतका कुराहरूलाई सम्झिँदै गर्दाखेरि, फर्केर हेर्दै गर्दाखेरि अनि मलाई ओहो त्यो दिन म त्यहाँ भइदिएको भए हुन्थ्यो भन्ने फिल भइरहेको थियो। अन्तमा त दाई पनि यहीँ हुनुहुँदो रहेछ, निशान दाई होइन। हामीलाई प्रिटिनमा हामीलाई युथमा सिकाउनु भएको छ। अनि आज भाइहरू यसरी सेवाकाईमा उत्रिँदै गर्दाखेरि कहीँ कतै हातहरू हाम्रो दाईको पनि छ। म दाईलाई धेरै आदर गर्छु। अनि परमेश्वरले निशान दाई जस्तो दाई, अझै मैले साजेसलाई भन्दै थिएँ हाम्रो राहेल दिदी जस्तो दिदी होइन, उपासना दिदी, उहाँहरू जस्तो एउटा अगुवा हामीलाई यसरी त्यो समयमा जुटाइदिनु भयो। त्यही भएर अहिले पनि हामी बाटोमै छौँ। अनि धेरै धेरै धन्यवाद। धेरैजनाहरूलाई देख्दै गर्दा मलाई त्यो विगतको दिनहरू एकदमै सम्झना आयो। कतिजनाको लागि चाहिँ म नयाँ हुन सक्छु। अनि मैले मेरो परिचय दिइसकेँ। मेरो घरमा एक्लो मम्मी हुनुहुन्छ अनि म छु। मेरो बहिनीको विवाह भइसकेको छ अनि म वाइ फ्याक्ट्रीमा बस्छु। ओके, यति नै छ छोटो परिचय। अब हामी ढिला नगरिकन आजको वचनमा जानेछौँ। तपाईँहरूले मेरो लागि अघि खण्ड पाठ भइसकेको छ। अब खण्ड लामो भएको कारणले गर्दा म फेरि पाठ गर्न चाहिनँ, किनभने वचन लामो हुनसक्छ। मैले अघि भने लन्च टाइम चाहिँ एकदमै चुनौतीपूर्ण टाइम हो होइन। अनि फ्यान पनि फेरि बिचबिचमा छ। छन त छेउमा नै रहेछ, निन्द्रा लाग्दैन नि प्रियहरू। ल ठिकै छ, म तपाईँहरूको समय धेरै लिन चाहदिनँ। उहाँले मलाई आशिष बाँड्ने समय दिनुभएको छ अनि म यो समयलाई सहर्ष स्वीकार गर्दै परमेश्वरलाई धन्यवाद दिँदै अघि बढ्न चाहन्छु। त्योभन्दा अगाडि यताबाट यो साइडबाट चाहिँ एकजनाले लुका 24:34 अनि यो साइडबाट चाहिँ एकजनाले यूहन्ना 20:18 पद पढेर मलाई साथ दिनुहुनेछ। अनि हामी निरन्तर वचनमा जानेछौँ। पल्टाउँदै गर्दाखेरि हाम्रो नव दम्पतिज्यू तपाईँहरूलाई पनि धेरै धेरै शुभकामना, बधाई छ। म तपाईँहरूको विवाहमा उपस्थित हुन नपाए पनि परमेश्वरको अनुग्रह अनि तपाईँहरूको जीवनमा सधैँभरि रहिरहोस्। अहिले म थोरै कुरा तपाईँहरूको पनि गर्नेछु है त। हुन्छ, यताबाट लुका 24:34 कसैले पाठ गरिदिन सक्नुहुन्छ? ठुलो स्वरमा बिस्तारै। हजुर। तिनीहरूलाई यसो भने, प्रभु साँच्चै नै जीवित भई उठ्नु भएछ र सिमोन कहाँ देखा पर्नु भएको रहेछ। ओके, अब हामी यूहन्ना 20:18 पनि पाठ गरिहालौँ यता साइडबाट। हाम्रो भाइको निराश दिदैछु। भाइ किन निराश है? मैले भाइको कुरा चाहिँ सुनाइछु। सानो सानो थियो यो प्रेस बोल्ने भाइ एकदमै सानो थियो। यो भाइ पनि पढ्दिनुस् भाइ, जवानहरूको परमेश्वरको राज्यमा हैन त्यो उपदेशको पुस्तक पढ्नु भयो भने कस्तो मजासँग लेखेको छ क्या। जवानहरूले परमेश्वरको सम्झना गर्नुपर्छ हैन। माटोबाट आएको धुलो फेरि जमिनबाट आएको धुलो जमिनमै फर्किन अगाडि बढ्दछ। भाइले पढ्दिनु हुनेछ है त। यूहन्ना 20:18 पद हुन्छ। यूहन्ना 20:18 यसरी लेखिएको छ, मरियम
मरियम मग्दलिन गइन् र चेलाहरूलाई सुनाइन्, मैले प्रभुलाई देखेँ अनि उहाँले भन्नुभएका कुरा तिनीहरूले भनिदिउन्। ओके, धेरै धेरै धन्यवाद। हाम्रो नगिनाको भाइ हुनुहुन्छ होइन साजेस? धेरै धेरै अब नगिना त कहाँ पुगिसक्यो होला, तर भाइ यहीँ हुनुहुन्छ। हुन्छ, नगिनालाई मेरो जयमसी सुनाइदिनु होला। हुन्छ, तपाईँहरू कतिजना यो पालिको यस्तर र्यालीमा सहभागी हुनुभयो? यस्तर र्यालीमा सबैजना हुनुभएछ है? मलाई त्यति धेरै जानकारी थिएन, अनि मैले यति मात्र सुनेको थिएँ ठाउँ चाहिँ यसपालि चाहिँ चेन्ज भएर होइन, रत्न पार्क नभएर उता भक्तपुरतिर कतातिर छ भन्नुभएको थियो। अनि भक्तपुरमा पनि मलेसियाबाट सेवाकाई गरेर आउनुभएको एकजना पास्टर हुनुहुन्छ, उहाँले चाहिँ आउनु नि भाइ भनेर भन्दै हुनुहुन्थ्यो, तर मलाई एक्ज्याक्ट लोकेसन थाहा नभएर म गइनँ। अनि घरमा कामहरू अलिअलि हुँदैछ। ओके, मैले यहाँबाट भन्न खोजेको कुरा के हो भन्दाखेरि एस्टर सन्डेमा चाहिँ हामी के गर्थ्यौँ भन्दाखेरि साजेसलाई पनि थाहा छ, हामी गिटार बजाउँदै होइन, हामी नक्कीपोर्टदेखि उहाँहरू बिस्तारै सेवा मण्डलीमा आइसकेपछि यता सेवा मण्डली पहिला नक्कुमा थियो, अनि त्यहाँबाट चाहिँ हामी के गर्दै होइन गीत गाउँदै उहाँ जीवित हुनुहुन्छ, उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँले मृत्युलाई जित्नु भएको छ होइन, उहाँ चाहिँ उठ्नु भएको छ, बौरी उठ्नु भएको छ भन्दै घोषणा गर्दै हामी रत्न पार्कसम्म सङ्गति गर्दै जान्थ्यौँ प्रियहरू होइन। अनि ठ्याक्कै यही दृश्य चाहिँ तपाईँहरूले यहाँनिर परिकल्पना गर्न सक्नुहुन्छ। यदि 2025 साललाई फिर्ता लगेर फेरि त्यही यसुको समयमा जाने हो भने ठ्याक्कै एस्टर सन्डे भएको छ। उहाँहरूले दुईवटा पद पढ्नुभयो नि, चेलाहरूले भनेको छन् हामीले प्रभुलाई देख्यौँ, उहाँ जीवित हुनुभएको रहेछ होइन। अनि हाम्रो भाइले पढिदिनु भयो नि, मरियम मग्दलिनीले पनि त्यही भन्नुभएको छ, हाम्रो प्रभु चाहिँ उठ्नु भएको रहेछ। अनि ठ्याक्कै यही होइन त, हामीले एस्टर सन्डेमा नि गर्ने, गीत गाउँदै भजन गाउँदै जाँदाखेरि उहाँ जीवित हुनुहुन्छ, उहाँले मृत्युलाई जित्नु भएको छ, यही घटना भएको छ। अनि यो घटना हुँदै गर्दाखेरि प्रियहरू अघि हाम्रो साथी साजेसले पढ्नु भएको खण्ड चाहिँ अब त्यहाँबाट स्टार्ट हुन्छ क्या। अनि त्यो खण्ड स्टार्ट हुँदै गर्दाखेरि त्यो लामो छ, मैले भनिहालेँ, म तपाईँहरूलाई यसो मेमोराइज मात्र गराउन होइन, त्यो याद दिलाउन चाहन्छु। के भएको छ एस्टर सन्डे पछिको घटना भन्दाखेरि एस्टर सन्डे पछि चाहिँ अनि चेलाहरू अब निराश छन्, एस्टर सन्डे भइसकेको छ। बाइबलमा तपाईँले पढ्नुहोस् घर गएर, यसु 3 पल्ट चेलाहरू कहाँ देखा परिसक्नु भएको छ, यद्यपि यसो आफै आएर उनीहरूसँग बसेर खाइसक्नु भएको छ। कतिले उहाँलाई छुन पनि कोसिस गरे होइन, म तपाईँको हातमा लागेको त्यो किल्लाको पालहरूमा डामहरूमा मेरो औँला छिराउन चाहन्छु अनि मात्र विश्वास गर्छु भन्नेहरू पनि छन्। एस्टर सन्डे पुरा भइसकेको छ। अनि त्यसपछि पनि चेलाहरू के भन्छन् भन्दाखेरि लु है म त माछा मार्न गएँ, मसँग को आउने, जाउँ। प्रियहरू आज हामी ठ्याक्कै हाम्रो अवस्था पनि यही चेलाहरूको जस्तै छ क्या। एस्टर सन्डेमा त हामी पनि नाच्दै जान्छौँ नि, घामले कालो बनाए पनि मतलब छैन, पानीले रुजे पनि केही छैन, हामी घोषणा गर्ने हो। के घोषणा गर्ने? प्रभु जीवित हुनुहुन्छ, उहाँले मृत्युलाई जित्नु भयो। तर एस्टर सन्डे पछि चाहिँ हाम्रो कथा के त? हामी पनि ठ्याक्कै चेलाहरू जस्तै हो, जाल बोक्न जाने हो प्रियहरू। जाल बोक्न जाने भन्दै गर्दाखेरि तपाईँहरूले भन्नु होला भाइ के भन्नुभएको, हामी त माझी होइनौ नि। प्रियहरू जाल भनेको हाम्रो जीवनमा भएको विभिन्न पुराना कुराहरूको जाल क्या। मेरो एउटा साथीले जहिले पनि भन्थ्यो पहिला पैसा त्यसपछि सेवाकाई, पैसा नै नभइकन सेवाकाई कसरी गर्ने भन्थ्यो। प्रियहरू बाइबल पढ्नुहोस्, हितोपदेशको पुस्तक, त्यहाँ स्पष्टसँग लेखेको छ धन सम्पत्ति पनि परमेश्वरबाट आउने आशिष हो क्या। हामी कतिजनालाई घर बनाउनु मन लाग्छ पहिला, अनि भजन सङ्ग्रहको पुस्तक पढ्नुहोस् प्रियहरू, यदि परमेश्वरले घर बनाउनु भएन भने भवनकर्ताहरूले गरेको काम रद्द भनेर बाइबलले भन्दछ। हामी कतिपल्ट हाम्रो कामलाई महत्त्वाकांक्षी बनाएर पहिले काम भन्छौँ, तर मत्तीको पुस्तकले के भन्छ भन्नुहोस् त, पहिले ईश्वरको राज र धार्मिकता हो। ठ्याक्कै हाम्रो अवस्था त्यस्तै छ। हामी पनि त्यो पत्रुसहरू जस्तै, हामी पनि त्यो चेलाहरूको समूह जस्तै जाल बोक्दैछौँ। यद्यपि यसु ख्रीष्ट बौरी उठिसक्नु भएको छ, एस्टर सन्डे भव्यसँग मनाइसके, यसुसँगै अझै हामीभन्दा पनि प्रिभिलेज, हामीभन्दा पनि सौभाग्यशाली त तीहरू थिए क्या, किनभने तिनीहरूले त यसुलाई देख्छन् होइन। देखिसकेपछि शान्ति, तिमीहरूलाई शान्ति। अलिकति यो खण्ड अगाडि तपाईँले 21देखि मासतिर हेर्नुभयो भने त्यही घटना छ, तिमीहरूलाई शान्ति, अनि प्रभु आउनुहुन्छ, तिमीहरूसँग भएको माछा ल्याऊ, प्रभुले खानुहुन्छ, उनीहरूलाई शिक्षा दिनुहुन्छ, उनीहरूसँग बसेर 3-4 पटक देखा पर्नुहुन्छ। अनि एस्टर सन्डे भव्यसँग सेलिब्रेसन गर्छन्। अनि गरिसकेपछि लु माछा मार्न जाउँ। जुन जालीलाई पत्रुसले 3 वर्ष अगाडि यसुको निम्ति भनेर फ्याँकेको थियो त्यही जाली बोक्न जान्छ पत्रुस प्रियहरू। अनि हामी पनि कतिपल्ट त्यही अवस्थामा छौँ। कतिजनाले 8 वर्ष अगाडि फाल्नुभयो होला त्यो जाललाई, कतिजनाले 10 वर्ष अगाडि, कतिजनाले हाम्रो यहाँनिर भर्खरै ग्रहण गर्नुभएको सुने मैले, कतिजनाले 5 महिना, 6 महिना, 1 वर्ष हामी त्यही जाल बोक्दैछौँ प्रियहरू। तर अन्तमा के हो थाहा छ प्रियहरू, जतिसुकै जाल बोके पनि, जतिसुकै भारी हामीले बोके पनि बिसाउने ठाउँ चाहिँ, बिसाउने चौतारी चाहिँ उहाँ नै हो क्या। यसो आउनु भएको छ नि होइन, फेरि आउनु भएको छ। 3 वर्ष अगाडि जुन बोलावटमा यसुले पत्रुसलाई बोलाउनु भएको थियो त्यही बोलावट गर्नको निम्ति फेरि आउनु भएको छ प्रियहरू। अनि म तपाईँहरूलाई आजको मेरो खण्ड चाहिँ विशेष गरेर फोकस चाहिँ तलतिर 15 देखि 17 सम्म हो।
तर हाम्रो मित्रलाई त्यो पुरै पढ्न लाउनुको कारण चाहिँ अलिकति ब्याकग्राउन्ड पृष्ठभूमि थाहा होस् भनेर है त। यहाँनिर त्यही भएको छ प्रियहरू। हेर्नुहोस् त, जब पत्रुस चाहिँ होइन रातभरि माछा मारेर थकी थिए, माछाले भरिएको थियो, उनको जाल उनको साथमा थियो, उनको पुरानो जीवन उनको साथमा थियो, उनको डुङ्गाहरू उनको अघि थियो, अनि त्यतिखेर यसु आउनुहुन्छ। अनि यसु आइसकेपछि उनलाई प्रभु भन्ने आँट पनि कसैले पनि गर्दैन। अनि कतिपल्ट हामी पनि त्यही हुन्छौँ नि होइन, हाम्रो विश्वासी जीवन हामीले गल्ती गरेका छौँ भने मलाई प्रार्थना गर्न अगुवाई नै छैन, पुलपिटमा मलाई जिम्मेवारी नदिनुहोस् न, त्यहाँ टेक्नै सक्दिनँ म, आँटै छैन नि त, कसरी कुन मुख लिएर प्रभुको अघि गएर आराधना गर्ने। हामी पनि ठ्याक्कै यही अवस्थामा भएको बेलामा अनि यसु आउनुहुन्छ, अनि यसुले सोध्नुहुन्छ प्रियहरू, जब तिनीहरूले खाइसके तब यसुले सिमोन पत्रुसलाई भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवाऊ। उहाँले फेरि दोस्रोपल्ट तिनलाई भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरो भेडाहरूको हेरचाह गर। अनि तेस्रोपल्ट प्रियहरू 17मा उहाँले तिनलाई तेस्रोपल्ट भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखी भए, किनकि उहाँले तेस्रोपल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो। तिनले उहाँलाई भने, प्रभु, तपाईँ सब कुरा जान्नुहुन्छ। प्रियहरू, कोही व्यक्तिले एउटै प्रश्न 3 पल्ट लगातार सोध्नुको कारण के होला ल भन्नुहोस् त? कि त त्यो प्रश्न सुन्ने मान्छेले प्रश्नै बुझेन, कि त त्यो प्रश्नको सही उत्तर आएन होइन। अघि मैले भनिहालेँ, हाम्रो नव दम्पति हुनुहुन्छ, मलाई उहाँको नाम थाहा भएन, अहिले सङ्गतिपछि हामी चिना परिचय गर्न सक्छौँ। उहाँहरूले अब श्रीमानले होइन, हाम्रो ब्रदरले, हाम्रो सरले, हाम्रो म्याडमलाई आई लभ यु भन्नु होला, म तपाईँलाई प्रेम गर्छु भन्नु होला। त्यसको अर्थ के हो भन्नुहोस् त? अब उहाँहरू जिम्मेवारीमा बाँधिनु भएको छ नि त। श्रीमानको पनि एउटा जिम्मेवारी छ, श्रीमतीको पनि एउटा जिम्मेवारी छ। हाम्रो एल्डरज्यू, हाम्रो साथी साजिसले विवाह गर्नुभयो होइन, प्रेम विवाह भयो, जिम्मेवारी भएको कारणले त आजसम्म यहाँनिर विवाह छ नि त होइन र। अनि यसुले सोध्नु भएको यो 3वटा प्रश्नमा 3वटा जिम्मेवारी छ। आज म तपाईँहरूलाई त्यही 3वटा जिम्मेवारी भन्न चाहन्छु। आज हामी तलदेखि हेर्छौँ प्रियहरू, 17देखि हेर्छौँ। हेर्नु त, उहाँले तिनलाई तेस्रोपल्ट भन्नुभएको थियो, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखी भए, किनकि उहाँले तेस्रोपल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो। तिनले उहाँलाई भने, प्रभु, तपाईँ सब कुरा जान्नुहुन्छ। यहाँनिर पत्रुसको समस्या के थियो भन्दाखेरि प्रियहरू, पत्रुसले प्रेम गरेको भइदिएको भए यसुले जुन जिम्मेवारी उहाँलाई छोड्नु भएको थियो नि होइन, त्यो जिम्मेवारीमा उहाँ हुनुहुन्थ्यो, तर उहाँ त जाल बोकेर फेरि पुरानै जीवनमा आउनुभएको थियो। त्यही भएर यो पहिलो प्रश्नबाट यसुले तपाईँ र मेरो जीवनमा पनि, पत्रुसको जीवनमा मात्र होइन, तपाईँ र मेरो जीवनमा पनि खोज्नु भएको कुरा चाहिँ सत्यताको हृदय हो प्रियहरू। पहिलो कुरा सत्यताको हृदय। हामी कति सत्यतामा चल्दैछौँ त? सत्यताको विषयमा प्रियहरू बाइबलले के भन्छ त? तपाईँले यही यूहन्नाकै तलतिर 4:24 हेर्नुभयो भने, किनभने अब परमेश्वर चाहिँ आत्माको परमेश्वर हुनुहुन्छ, उहाँले चाहिँ आत्मा र सत्यतामा आराधना गर्ने आराधकहरूलाई खोज्दै हुनुहुन्छ भनेर बाइबलमा लेखेको छ। सत्यतामा आराधना गर्ने आराधकलाई खोज्दै हुनुहुन्छ अरे। के यसको मतलब हाम्रो सत्यता चाहिँ यही मण्डलीको ढोकाभित्र मात्रै सीमित हुने हो त? यहाँबाट बाहिर गएपछि जे गर्दा पनि हुन्छ कि? आराधना गर्न अगाडि बस्दा मात्रै साजिसले यहाँनिर गिटार लिएर उभिँदाखेरि मात्रै सत्य बोल्नुपर्ने हो र? बाहिर चाहिँ जे पनि चल्छ? मैले मलेसियामा 5 वर्षको सेवाकाईमा मैले अनुभव गरेको कुराहरू, धेरै हाम्रो नेपाली विश्वासीहरू कम्पनीमा काम गर्नुहुने क्या। अनि कम्पनीमा काम गर्न गएको हो, पैसा कमाउन गएको हो, अलिअलि लोभ त लागिहाल्छ। यदि अलिकति पैसा धेरै आउँछ, अलिकति बोनस धेरै आउँछ भने अलिकति सानो झुट बोलेर केही पनि हुँदैन पास्टर बुवा भन्ने खाले कति धेरै विश्वासी हुनुहुन्थ्यो क्या। मैले आज झुट मेरै राम्रोको लागि बोलेँ, मैले त्यस्तो गल्ती गरेको जस्तो मलाई लाग्दैन भनेर कतिले सहर्ष स्वीकारेर भन्नुहुन्थ्यो। विश्वासीलाई के अलिकति झुट माफी छ त प्रियहरू? विश्वासीको सत्यता के चर्चको यो 4वटा दिवारभित्र अथवा ढोकाभित्र मात्र कैद हो? बाहिर गएपछि हामीले जस्तो सुकै जीवन जिउँदा पनि हुन्छ? तपाईँले बक्तिस्मा दिने यूहन्नाकै कुरा गर्नुभयो भने बक्तिस्मा दिने यूहन्नालाई कसरी मारे भन्नुहोस् त प्रियहरू? शिर उडाइदियो भन्छ क्या। हेरोद राजाले शिर काटिदियो। शिर काट्नुको एउटै मात्र रहस्य कारण के थियो भन्दाखेरि बक्तिस्मा दिने यूहन्नाले सत्य बोल्यो, त्यति हो। हेरोद राजालाई उनले भनेका हुन्छन्, के गर्नुभएको तपाईँले? यो आफ्नो भाइको श्रीमतीलाई राख्ने, यति भनेको भरमा उसलाई जेलमा राखेको हुन्छ। अनि यसको सजाय उनलाई ज्यान सजाय मिल्छ। प्रियहरू, तपाईँ र म सत्यताको जीवन जिउनको निम्ति बोलाइएका छौँ प्रियहरू।
जब येशूले पत्रुसलाई यो प्रश्न गर्नुभयो, यूहन्नाका छोरा सिमोन के तिमी मलाई प्रेम गर्छौ? एकपल्ट होइन, दुईपल्ट होइन, तीनपल्ट, तेस्रोपल्ट उसले जान्छ क्या, मैले सत्य बोलिरहेकै छैन। त्यही भएर उसले दुखी हुँदै, हेर्नु त बाइबलले स्पष्ट भन्छ पत्रुस दुखी भए। अनि तिनले भन्छन् प्रभु तपाईँ त सब जान्नुहुन्छ नि। आज त्यही प्रश्न तपाईँ र मलाई सोध्दै हुनुहुन्छ, सेवा मण्डली हामी सबैलाई सोध्दै हुनुहुन्छ, के तपाईँहरू यीशुलाई प्रेम गर्नुहुन्छ? अनि त्यहाँनिर हुन्छ नि होइन, हाम्रो संसारले हामीलाई सिकाउने कुरा, संसारमा एउटा के उखान छ अरे, हाम्रो मुखमा राम राम बगलीमा छुरा टाइपको होइन। आज संसार यति साह्रो भ्रष्ट भएको छ, विश्वासीलाई त्यो सुहाउँदैन प्रियहरू। तपाईँ र म सत्यतामा जिउनको निम्ति बोलाएका छौँ, अनि तपाईँ र मैले सत्यतामा जिउनै पर्छ। अनि दोस्रो पनि हामी ढिला नगरिकन हेरिहाल्नेछौँ, दोस्रो 16मा जानेछौँ। उहाँले फेरि दोस्रोपल्ट तिनलाई भन्नुभयो, यूहन्नाका छोरा सिमोन के तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरो भेडाहरूको हेरचाह गर। दोस्रो कुरा प्रियहरू, दोस्रो पहिलो चाहिँ उहाँले तपाईँ र मबाट सत्यताको हृदय चाहनुहुन्छ, सत्यता खोज्दै हुनुहुन्छ विश्वासीमा। अनि दोस्रो चाहिँ प्रियहरू समर्पणताको हृदय खोज्दै हुनुहुन्छ। भेडाहरूको हेरचाह गर्न सजिलो छैन नि। मैले अघि अङ्कलको कुरा पछि ल्याउँछु भने नि, मलाई थाहा छ सेवा मण्डली नखुमा थियो, मलाई थाहा हुनुभन्दा अगाडि पनि त्यो मण्डली स्थापना भइसकेको थियो होइन। त्यहाँनिर कति विश्वासीहरू बितेर पनि जानुभयो। अनि अङ्कल आजसम्म यहाँ हुनुहुन्छ। उहाँको समर्पण नभएको भए उहाँले यो सेवकाईलाई यहाँसम्म ल्याउन सक्नुहुन्थ्यो त? उहाँले पनि छोडिदिएको भए हुन्थ्यो नि, किनभने उहाँलाई साथ दिन्छु भनेर होइन, उहाँसँग हामी सँगै मिलेर गरौँ भने कति कहाँ कहाँ पुगे। तर आज सेवा मण्डली यहाँ छ, तपाईँहरू यहाँनिर बसेर कति युथहरू होइन सिक्दै हुनुहुन्छ, बढ्दै हुनुहुन्छ, हुर्किँदै हुनुहुन्छ। कति मण्डलीमा यहाँनिर नयाँ विश्वासीहरू आउनु भएको छ। कारण के? समर्पणता के प्रियहरू। भेडाहरूको हेरचाह सजिलै गर्न सकिँदैन। यहाँनिर कतिजना अघि हाम्रो अङ्कलले भन्दै हुनुहुन्थ्यो अगाडिबाट, मैले यहाँ पछाडि फर्केर हेर्नु पाइनँ, सेवाकाई गर्दै हुनुहुन्छ भनेर। सेवाकाई गर्नेलाई सोध्नुहोस् प्रियहरू, समर्पण भनेको के हो? डिभोटेड भनेको के हो? तपाईँ परमेश्वरमा समर्पण हुनुपर्छ। बाइबलले समर्पणताको बारेमा के भन्छ भन्दाखेरि, एकपल्ट म तपाईँहरूको निम्ति दोस्रो कोरिन्थी 11:24 देखि 30 पाठ गरिदिन्छु। तपाईँहरूले पल्टाउनु पर्दैन प्रियहरू, सुन्दा हुन्छ है त। पल्टाउनु पर्ने चाहिँ तपाईँहरू मध्ये कसैले यताबाट फेरि पनि हितोपदेश 16:3 अनि यताबाट चाहिँ 23:26 मात्र पल्टाएर राख्नु होला है त, पल्टाएर राख्नु होला। म तपाईँहरूको निम्ति अहिले चाहिँ पाठ गरिदिने खण्ड चाहिँ दोस्रो कोरिन्थी 11 हुन्छ, म तपाईँहरूको निम्ति पाठ गरिदिनेछु। दोस्रो कोरिन्थी 11:24 देखि 30 यहाँ यसरी लेखेको छ प्रियहरू। दोस्रो कोरिन्थी 11:24 देखि 30 5 पल्ट मैले यहुदीहरूको हातबाट 1:40 गरी कोर्रा खाएँ, 3 पल्ट मलाई लौराले पिटे, 1 पल्ट ढुङ्गाले हाने, 3 पल्ट म चढेको जहाज ध्वस्त भयो, 1 दिन 1 रात मैले समुद्रमा नै बिताएको छु। मेरो बारम्बारको यात्रामा म नदीहरूको जोखिममा परेँ, डाँगुहरूको जोखिममा, आफ्नै जातिको मानिसहरूको जोखिममा, अन्य जातिहरूको जोखिममा, सहरको जोखिममा, उजाड स्थानको जोखिममा, समुद्रको जोखिममा, झुटा भाइहरूबाट आउने जोखिममा, परिश्रम र कष्टमा, कति अनिदो रातमा, भोक र प्यासमा, बारम्बार उपवासमा, ठन्डी र नग्नतामा परे। अनि अरू कुराहरू बाहेक सबै मण्डलीहरूको फिक्रीको बोझ म माथि छ। को दुर्बल छ र म चाहिँ छैन? को पापमा फसाएको छ र म चाहिँ व्याकुल हुँदिनँ? मैले गर्व गर्नु नै पर्ने हो भने म आफ्नो कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु। प्रभु येशूका परमेश्वर र पिता जो सदा सर्वदा धन्य हुनुहुन्छ, उहाँले जान्नुहुन्छ कि म ढाँट्दिनँ। पावलको गवाही हो प्रियहरू। के भएको छ पावलको जीवन हेर्नुहोस् त। समुद्री दुर्घटनामा परेको छ, उसलाई पनि येशूलाई जस्तै 39 कोर्रा लागेको छ। उसको जीवनमा यति धेरै सङ्कष्ट छ। अनि यो सङ्कष्ट हुँदाहुँदै पनि पावलको समर्पणता, पावलले भन्नुभएको कुरा कस्तो स्पष्टसँग फिलिपीको पुस्तकहरू पढ्नु प्रियहरू। पावलको जीवन धेरैजनाले सायद होइन, धेरैजनाले त म पनि पहिला त्यही भन्थेँ होइन, मलाई चाहिँ पावल मनपर्छ। उनको जीवन कथा नै त्यस्तै छ क्या। पावलले भन्छन् मेरो लागि गर्व गर्ने चाहिँ ख्रिस्ट हो क्या, जिउनु मेरो लागि ख्रिस्ट हो, मर्नु लाभ हो। बरु मर्नु चाहिँ मेरो लागि एडभान्टेज हो र क्या, लाभ हो होइन। तर जिउनु हो भने चाहिँ ख्रिस्ट बाहेक अरू केही पनि कुराहरू म सोच्दिनँ। मैले अघि अङ्कलको उदाहरण दिएँ। अब तपाईँहरूलाई त्यो ठाउँमा राख्नुहोस् प्रियहरू। समर्पण हुन एकदमै कठिन छ प्रियहरू। जो कोहीले समर्पण गर्न सक्दैन। पावलको जस्तो अवस्था तपाईँ र मेरो जीवनमा आउने हो भने हामीले कति अगाडि नै विश्वासलाई त्यागेर हिँड्ने मान्छे हौँ हामी। तर पावलले आफ्नो विश्वासलाई बचाइराख्छन्। अनि दोस्रो तिमोथीको पुस्तकमा भन्छन्, मैले मेरो विश्वासको लडाइँ लडेँ, मैले उत्तम लडाइँ लडेँ, मैले मेरो दौड सकाएँ भनेर पावलले भन्दछन्। एकपल्ट तपाईँहरूमध्ये कसैले पढिदिनुहोस् न हितोपदेशको मैले तपाईँहरूलाई दिएको पद।
हितोपदेश 16 को 3, 23 को 26। 16 को 3 यताबाट पढौँ न। हितोपदेश 16 को 3। आमेन। हुन्छ, धेरै धन्यवाद। यताबाट हाम्रो 23 को 26। हेर्नुहोस् त, हे मेरा छोरा तेरो हृदय मलाई दे। अनि हाम्रो भर्खरै यहाँनिर दिदीले पढ्नु भएको पद, तेरो योजनाहरूलाई सुम्पिदे। यो हो समर्पणता प्रियहरू। यदि तपाईँ र म परमेश्वरमा समर्पण हुन्छौँ भने छ नि प्रियहरू, बाइबलले थुप्रै प्रतिज्ञाहरू तपाईँ र मेरो लागि गरेको छ। अनि यहाँनिर पत्रुसलाई बोलाएको बोलावट पनि त्यही थियो। पहिलो कुरा चाहिँ पत्रुस सत्यतामा जिउनु पर्ने थियो। उनी दुखित हुँदै भन्छन्, तपाईँलाई सब कुरा थाहा छ नि प्रभु। हामी पनि त्यही भन्ने। आज 2025 सालमा आएर पनि, प्रभु तपाईँ सब जान्नुहुन्छ नि, मैले थोरै मेरो काम मिलाउनको लागि झुट बोलेको हो, अरू त केही पनि त्यस्तो केही पनि गरेको छैन। जवानहरूको जीवनमा धेरै चुनौती आउँछ, काममा होइन, पढाइको कुराहरूमा, कति ठाउँहरूमा क्या, सानो सानो ठाउँहरूमा हामी चुक्ने ठाउँहरू धेरै छ। प्रभु थोरै झुट हो, धेरै होइन। थोरै कम्प्रोमाइज हो, धेरै होइन। समर्पणता। अनि प्रभु म त चर्चमा पो आराधक हो त, बाहिर त मेरो पनि आफ्नै जीवन छ नि, मेरो आफ्नै छुट्टै कुराहरू छ नि। होइन प्रियहरू, तपाईँ र मलाई समर्पण हुनुको निम्ति बोलाएको छ। त्यही भएर त पत्रुसलाई यहाँनिर प्रभुले के भन्दै हुनुहुन्छ, मेरो भेडाहरूको हेरचाह गर। अनि हेरचाह गर्न सजिलो छैन नि प्रियहरू। एकचोटि अगुवाहरूको गवाई सुन्नुहोस् न, अगुवाहरूसँग बसेर धेरै आनन्दित र आशिषित हुनुहुन्छ। आज सेवा मण्डलीमा चेयरहरू अघि मैले सुने होइन, स्पिकरहरू किन्नलाई 45,000 उठ्यो। यहाँनिर यो स्क्रिनहरू देख्दै गर्दा, यो सबै कुराहरू देख्दै गर्दा त कस्तो राम्रो भएछ यो चर्च। पहिलाको भन्दा कति धेरै वृद्धि भएछ। हामीलाई सजिलै मूल्याङ्कन गर्न सजिलो हुन्छ। तर एकपल्ट सुरु हुँदै गर्दाखेरि उहाँहरूको विश्वासको यात्रा कस्तो थियो एकचोटि सुन्नुहोस् त। अनि कतिपल्ट आफूलाई त्यो ठाउँमा राख्न मन लाग्छ। सायद यदि हामी त्यो ठाउँमा भइदिएको भए हामी यहाँसम्म हुन्थेनौँ भन्ने हाम्रो मनमा आउँछ। यद्यपि सबै कुरा परमेश्वरको योजनाभित्र छ। अनि यहाँनिर तेस्रोचोटि प्रभुले प्रश्न गर्नुभएको छ है त प्रियहरू। हामी तेस्रोमा पनि गइहाल्छौँ ढिला नगरिकन। तेस्रोमा यहाँनिर प्रभुले के भन्नुभएको छ भन्दाखेरि, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरो पाठाहरूलाई खुवाऊ। अनि तेस्रो चाहिँ प्रियहरू, प्रभुले सेवाको हृदय खोज्दै हुनुहुन्छ। कस्तो मिलेको क्या, मैले यो वचन हेर्दै गर्दाखेरि मण्डली नै सेवा, नामै सेवा मण्डली। तपाईँहरूले त सेवा गर्न बाध्य नै हुनुहुन्छ क्या। प्रभुले सेवाको हृदय खोज्दै हुनुहुन्छ। पत्रुसलाई 3वटा प्रश्न गर्नुभयो उहाँले, 3पल्ट प्रश्न गर्नुभयो, 3वटा होइन सरी 3पल्ट प्रश्न गर्नुभयो, एउटै प्रश्न गर्नुभयो। त्यो एउटा प्रश्नमा 3वटा उत्तर खोज्दै हुनुहुन्थ्यो। पहिलो कुरा सत्यताको हृदय, दोस्रो कुरा समर्पणताको हृदय, अनि तेस्रो कुरा सेवाको हृदय। बाइबल स्पष्टसँग भन्दछ प्रियहरू, मर्कुस 10:45 तपाईँले हेर्नुभयो भने, मानिसको पुत्र सेवा पाउनलाई होइन, सायद यसको स्लोगान पनि त्यही होला होइन, त्यही हो नि होइन, यहाँ पछाडि मानिसको पुत्र सेवा पाउन होइन तर सेवा दिन आएको। सेवाको हृदय खोज्दै हुनुहुन्छ। तपाईँलाई पुरानो करारको एउटा घटना याद छ होइन? बाइबलले जे भन्छ म त्यही भन्छु। यहाँबाट मैले त्यो भन्दै गर्दाखेरि गलत भयो भने मलाई माफी दिनुहोस्। राहाब बेस्या भन्छ बाइबलले। अनि इजरायलीहरूको जासुस क्या, त्यो ठाउँ हेर्न पठाएको हुन्छ योसुले। अनि त्यो राहाब अन्य जाति स्त्री हो। इजरायली भनेको परमेश्वरको चुनिएका जाति हुन्। अनि परमेश्वरले चाहिँ त्यो ठाउँ अब तिमीहरूलाई दिँदैछु भन्दै गर्दाखेरि दुध र मह बग्ने देश, हामी जहिले पनि होइन सन्डे क्लासदेखि नै सुन्दा आएको, परमेश्वरले दुध र मह बग्ने देशमा लानुभयो। त्यो आशिषित भूमिमा लानु अगाडि चाहिँ त्यहाँनिर त्यहाँको अगुवाहरूले चाहिँ त्यो अवस्था कस्तो छ, त्यहाँ कस्तो छ भनेर जासुस गर्न, हेर्न र बुझ्न पठाएको हुन्छन्। अनि त्यो हेर्न र बुझ्न जाने क्रममा 2 जना चाहिँ राहाबको घरमा पुग्छिन्। राहाब भनेको अन्य जाति केटी। त्यो अन्य जाति केटीले पनि परमेश्वरको सेवा गर्छिन् क्या, परमेश्वरको जनहरूको सेवा गर्छिन् क्या प्रियहरू। हामी के गर्दैछौँ? प्रभुले अर्को ठाउँमा अझै स्पष्टसँग खुलाउनु भएको छ, यही यूहन्नाको तलतिर। अनि जब उहाँ चेलाहरूको गोडा धुँदै हुनुहुन्छ, तिम्रो मलाई गुरु भन्छौ, प्रभु भन्छौ, ठिकै, म गुरु भएर प्रभु भएर त मैले तिमीहरूको सेवा गरेँ भने अब तिमीहरूले झन् कति बढी एकअर्काको सेवा गर्नुपर्छ। पत्रुसलाई यही 3वटा कुरा प्रभुले सोध्दै हुनुहुन्थ्यो। तिमी मलाई प्रेम गर्छौ? उसले बुझेन, ठ्याट्टै उसले भनिदिन्छ। किनभने पत्रुसको ब्याकग्राउन्ड हामीलाई थाहा छ, इतिहास। पत्रुस चाहिँ जे कुरामा पनि झट्ट होइन, चाहे सही कुरा बोल्न पनि ऊ झट्ट जवाफ दिन यसुको अघि आइहाल्थ्यो।
अनि पत्रुसले यसरी नै जवाफ दिँदै गर्दाखेरि प्रभुले उसलाई 3 पल्ट एउटै कुरा सोध्दै गर्दाखेरि तपाईँ र मलाई पनि यो बिहानी हाम्रो चुनौतीपूर्ण कुरा त्यही हो। प्रभुले 3 पल्ट तपाईँहरूलाई त्यही प्रश्न गर्दै हुनुहुन्छ। रोमित होइन तिम्रो नाम? कसरी याद आयो मलाई? प्रभु धन्यवाद। रोमित, के तिमी प्रभुलाई प्रेम गर्छौ? प्रभुलाई प्रेम गर्नु भनेको यो बिहानी हामीले के जान्यौँ भन्दाखेरि सत्यताको हृदय। हाम्रो आराधना गर्ने समयमा मात्र प्रभुले हामीबाट सत्यता खोज्नु भएको होइन। समर्पणताको हृदय। पास्टर र अगुवा मात्रै समर्पण हुने होइन प्रियहरू। यो कुरा चाहिँ छोडिदिनुहोस्। मलाई एकजना विश्वासीले मलेसियामा भन्नुभएको थियो, अब उहाँहरूको नाम खुलायो भने तपाईँहरूले चिन्नुहुन्न, तरै पनि उहाँले के भन्नु भन्दाखेरि तपाईँले त नेपालदेखि स्यालेरी दिएर हामीलाई हेरचाह गर्न ल्याएको हो नि, पास्टरको काम पो हो त, सुसमाचार प्रचार गर्ने होइन, त्यसपछि चर्चको कामहरू सबै पास्टरको, अगुवा मिसनरीको, अनि तपाईँको काम चाहिँ एउटा सिक्का पाउनु भएको छ नि तपाईँहरूले? सिक्काको दृष्टान्त त थाहा छ होला। हाम्रो पास्टर अङ्कललाई 10वटा सिक्का दिनु होला परमेश्वरले, साजेसलाई 5वटा सिक्का, तपाईँलाई पनि एउटा सिक्का चाहिँ छ। त्यही भएर समर्पण हामी सबैजना हुनको निम्ति बोलाएका छौँ। अनि तेस्रोमा सेवा प्रियहरू, हामी सेवा गर्नको निम्ति बोलाएका छौँ। अब यो हुँदै गर्दाखेरि म तपाईँहरूलाई एउटा घटना भन्छु प्रियहरू। मैले यस्तो ठ्याक्कै जसरी यसरी यो 3वटा समर्पणता, सत्यता, सेवाको कुरा गर्दै थिएँ, एकपल्ट एउटा पास्टर बुवाले एउटा आफ्नो जवान भाइलाई पनि त्यसरी नै सम्झाउँदै हुनुहुन्छ, भाइ तपाईँ एकदमै हुर्किँदै हुनुहुन्छ, बढ्दै हुनुहुन्छ परमेश्वरको राज्यमा, हेर्नुहोस् तपाईँमा चाहिँ यो 3वटा कुरा हुनुपर्छ है, सत्यताको हृदय, समर्पणताको हृदय अनि सेवाको हृदय। अनि यो 3वटा कुरा हुँदै गर्दाखेरि परमेश्वरले तपाईँको जीवनमा ठुलो काम गर्नुहुन्छ भनेपछि भाइ चाहिँ अलिकति कन्फ्युज हुनुभएछ, अलिकति दुविधामा पर्नुभएछ। अनि भाइले भन्नुभएछ, पास्टर बुवा यो 3वटा कुरा चाहिने हो र? एउटा नहुँदा केही फरक पर्दैन भनेछ। किन र भाइ, किन समस्या, के कुरामा समस्या छ भन्दाखेरि कहिले कसो साथीहरूसँग झुट बोल्नै पर्यो होइन, सधैँभरि समर्पण हुन कहाँ सकिन्छ त? अनि सेवा पनि पास्टर बुवा आफूलाई मनपर्नेको सेवा गर्न सकिन्छ त? आफूलाई रिस उठाउनेको सेवा कसरी गर्ने भन्नुहोस् त? शत्रुको सेवा कसरी गर्ने? सकिँदैन नि। अनि बाइबलमा लेखिएको छ तिमीहरूलाई प्रेम गर्नेलाई मात्र तिमीहरूले प्रेम गर्यो भने त्यसमा के लाभ छ र? कलसीको पुस्तकले भन्छ मानिसको सेवा गरे जस्तै नगर अरे क्या, परमेश्वरको सेवा गरे जस्तै गर्नुहोस्, सक्नुहुन्छ प्रियहरू। हामीले सकेन प्रियहरू। त्यो भाइले भनेको एकदम, त्यो भाइको जवाफमा सायद मेरो पनि त्यही हुन्थ्यो होला, पास्टर बुवा म समर्पण चाहिँ हुन्छु, मण्डलीको एउटा जिम्मेवार व्यक्ति हुँ, तर सधैँभरि सत्य बोल्न सक्दिनँ, सायद मैले पनि त्यही भन्थेँ होला। आफ्नै खेदो खन्नेको सेवा गर्न सक्दिनँ, मैले पनि त्यही भन्थेँ होला। हामी सक्दैनौँ प्रियहरू। अनि यो बिहानी म तपाईँहरूलाई यही भन्छु, मैले यहाँबाट तपाईँलाई गर र नगरको शिक्षा दिन आएको होइन, हामी सक्दैनौँ। मैले यो 3वटा कुरा हुनैपर्छ विश्वासीमा भने, तर म यहाँबाट भन्दैछु हामी गर्न सक्दैनौँ। तर तपाईँहरू ढाडस हुनुहोस्, तपाईँहरू आशिषित हुनुहोस्, किनभने तपाईँ र मेरो लागि अरू कसैले गरिदिइसकेको छ यो कुरा। अनि त्यही सुसमाचार चाहिँ मैले तपाईँहरूलाई यो बिहानी प्रचार गर्न चाहेको हो। तपाईँ र म सत्यतामा जिउन नसकेर के भयो त? तपाईँ र मेरो प्रभुले सत्यतामा जिदिनु भयो नि त, होइन र? उहाँले कहिले पनि राजाहरूलाई, सदुकी र फरिसीहरूलाई चाप्लुसी गर्नु भएन क्या, होइन? आफ्नो औदा बढाउनलाई तिमीहरूले पनि मलाई प्रभु भन न, तिमीहरूले पनि मलाई गुरु भन न भन्नको लागि उहाँले सदुकी र फरिसीलाई कहिले पनि चिल्लो घस्नु भएन। जे सत्य हो त्यही सत्य बोलिदिनु भयो। राजाको अगाडि उहाँ झुक्नु भएन क्या। सायद तपाईँ र म भइदिएको भए पिलातसको अगाडि उभ्याउँदै गर्दाखेरि, हेरोद राजाको अगाडि उभ्याउँदै गर्दाखेरि हाम्रो अवस्था कस्तो हुन्थ्यो होला? तर प्रभु सत्यमा अडिको हुनुहुन्थ्यो, त्यही भएर प्रभुलाई डराउनु पर्ने केही पनि कुरा नै थिएन क्या। प्रभुले जे बोल्नुभयो, जे शिक्षा दिनुभयो त्यो जहिले पनि गरेर देखाउनु भयो। यद्यपि प्रभुले मृत्युको भविष्यवाणी गर्नुभयो त्यो पनि सबै सत्यता भयो, त्यो सबै पुरा भयो। तपाईँ र म समर्पण हुन सकेनौँ। मलाई थाहा छ जवानहरू आज हाम्रो संसारको कुराले यति चाँडो खिच्छ, किनभने संसारले हामीलाई के सिकाइदिएको छ भन्दाखेरि होइन, सोझो औँलाले घिउ आएन भने बाङ्गो औँलाले निकाल्नुपर्छ, यदि सानो झुटले कसैको जिन्दगी बन्छ भने त्यसलाई झुट भन्नु मिल्दैन, त्यो राम्रै कुरा हो होइन। हाम्रो संसारले यो सिकाउँछ, यो कुराहरू सुन्दै हुर्किँदै आएको, तर होइन प्रिय, प्रभु त क्रुससम्मै समर्पण हुनुभयो नि त। पिता मेरो आत्मा म तपाईँको हातमा सुम्पन्छु, अब सकियो, सबै कुरा पुरा गरिदिनु भएको परमेश्वरमा समर्पण भएर। सेवाको बारेमा त म तपाईँलाई के भन्नु, आफ्नै चेलाहरूको गोडा धुन र उहाँ नाङ्गिनुहुन्छ। कुन चाहिँ गुरु होला प्रियहरू? म पनि एउटा मण्डलीको पास्टर हो, हाम्रो पास्टर बुवा हुनुहुन्छ यहाँनिर। सायद हामीले पनि गुड फ्राइडेमा एकअर्काको गोडा धुने कार्यक्रम गर्न सक्छौँ, तर हामी नाङ्गिएर तपाईँहरूको खुट्टा धुन सक्दैनौँ। हाम्रो पनि एउटा लाजको कुरा हुन्छ। तर प्रभु गुरु भइकन पनि आफ्नो चेलाहरूको अगाडि नाङ्गियो भन्छ बाइबलले क्या प्रियहरू। तौलिया बाँधेर बस्नुभयो आफ्नो चेलाहरूको गोडा धुनलाई। त्यो नम्रता, त्यो सेवाको हृदय,
तपाईँ र मैले गर्न नसकेको 3वटा कुरा प्रभुले गरिसक्नु भएको छ। अब त्यसो भए फिलिपी 4:13 के भन्छ भन्नुहोस् त? ख्रीष्टमा म के भन्छ फिलिपी 4:13 ल एकचोटि पढिदिनुहोस् न यही फिलिपी 4:13 अनि आजको वचन सक्यो प्रियहरू। जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा म सबै कुरा गर्न सक्छु। प्रभुले सब कुरा गरिदिनु भयो प्रियहरू, अब केही पनि गर्नु पर्दैन मैले भनेको छैन है, म त्यो सिकाउँदिनँ। हाम्रो प्रभुले गरिदिनु भएको खातिर हामी चाहिँ उहाँमा शक्ति पाएका छौँ र उहाँमा नै गर्न सक्छौँ। अब प्रियहरू त्यही भएर प्रियहरू आजको यो खण्डबाट मैले तपाईँलाई भन्न खोजेको 3वटा कुरा, प्रभुले मलाई प्रेम गर्छौ भनेर सोध्दै गर्दाखेरि उहाँले सत्यताको हृदय खोज्दै हुनुहुन्थ्यो, उहाँले समर्पणताको हृदय पत्रुसबाट चाहँदै हुनुहुन्थ्यो, उहाँले सेवाको हृदयको बारेमा पत्रुसलाई सिकाउँदै हुनुहुन्थ्यो। पत्रुसले सकेन, त्यही भएर त फेरि 3 वर्ष अगाडि बोलावट भइसकेको थियो, 3 वर्ष अगाडि पत्रुस परिवर्तन भइसकेको थियो, फेरि 3 वर्षपछि यसो आउनु पर्यो नि त। अनि हाम्रो निम्ति पनि हामीले नसकेको जीवन जिउन यसो आजभन्दा 2025 वर्ष अगाडि संसारमा आइसक्नु भयो। उहाँले पुरा गरिदिइसक्नु भएको छ प्रियहरू, उहाँ समर्पण हुनुभयो, उहाँ सत्यतामा जिउनु भयो, उहाँले सेवाको जीवन जिउनु भयो, अनि हामीलाई चाहिँ के दिनुभयो? शक्ति दिनुभयो। त्यही भएर त पावलले भन्छ नि जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा म सबै कुरा गर्न सक्छु। आजको यो बिहानी सेवा मण्डलीले सायद हाम्रो सामर्थ्यमा भइदिएको भए, तपाईँको सामर्थ्यमा भइदिएको भए तपाईँ समर्पण हुन सक्दैन, तपाईँ सत्यतामा जिउन सक्दैन, तपाईँ सेवा गर्न सक्नु नै हुन्न। तर जब हामी हाम्रो प्रभुलाई हेर्छौँ नि प्रियहरू हामी सक्छौँ, किनभने हाम्रो शक्तिको स्रोत चाहिँ को हुनुहुन्छ? प्रभु हुनुहुन्छ प्रियहरू। परमेश्वरले तपाईँहरूलाई आशिष गर्नुभएको छ। म आजको वचनलाई यहीँ राख्न चाहन्छु। यदि तपाईँहरूलाई भजन आउँछ भने म सँगसँगै 2 लाइन गुनगुनाउनुहोस् न ल। हामी सबैलाई आउने भजन 365 नम्बरको भजन, मेरो जीवन यो प्रभु तिम्रै हो, आउँछ तपाईँहरूलाई है। हामी कोरस मात्रै 2 लाइन गुनगुनाएर प्रार्थना गर्नेछौँ अनि आजको वचनलाई हामी यहीँ राख्नेछौँ है त। आउनुहोस् तपाईँहरू म सँगसँगै गुनगुनाउन सक्नुहुन्छ।